दर्शमान बाबु नमस्कार। युट्युब च्यानल त्रिवेणी खबर टिभीको न्युज अपडेटमा यहाँहरूलाई हार्दिक स्वागत छ। दर्शमान बाबु अहिलेसम्म हाम्रो च्यानललाई सब्स्क्राइब गरी जोडिनु भएको छैन भने कृपया सब्स्क्राइब गरी जोडिनुहोस् ताकि दैनिक रूपमा विशेष अनि महत्त्वपूर्ण समाचारका अपडेटहरू यहाँहरूमाझ आइरहनेछन्। दर्शमान बाबु देश अनि विदेशका सयौं महत्त्वपूर्ण समाचारका अपडेटहरू केही मिनेटमै प्रस्तुत गर्दैछौँ। समाचारहरू सबै उत्तिकै महत्त्वपूर्ण छन्, त्यसैले समय अवधिभर हामीसँगै रहिरहनुहोला। दर्शमान बाबु तपाईहरू कहाँदेखि हेर्दै हुनुहुन्छ? यदि नेपाल भए आफू बसेको जिल्ला अनि ठाउँको नाम, यदि विदेशबाट हेर्दै हुनुहुन्छ भने कुन देशबाट हेर्दै हुनुहुन्छ अनि हाम्रो भिडियो सामग्री के कस्तो लाग्छ? यदि भिडियो दैनिक रूपमा हेर्नुहुन्छ भने भिडियोको कमेन्ट बक्समा रेगुलर लेख्नुहोला। आज पहिलो पटक हेर्दै हुनुहुन्छ भने न्यू लेख्न पनि नबिर्सनुहोला। कोशी र मध्य प्रदेशका सांसदसँग छलफल गर्दै राजसभा सभापति रवि लामिछाने ओलीको प्रस्तावमा गोकुल बास्कोटाको टिप्पणी जसमाथि पूरा भरोसा छ उसैलाई काम दिए भइगयो नि भन्दै उठाए यस्तो गम्भीर प्रश्न। एमाले सरकारका पालामा गैर कानुनी रूपमा वितरण गरिएको 3.5 करोड सरकारले गर्यो फिर्ता। योगेशसँग अझै पनि मरेन केपी शर्मा ओलीको रेस। नयाँ कार्य विभाजनमा बनाए भूमिका विहीन। एमाले पदाधिकारीको वरियतामा प्रस्ताव गरियो सार्वजनिक। योगेश भट्टराईलाई तेस्रो उपमहासचिव र महेश बस्नेतलाई नवौं सचिव बनाउने केपी शर्मा ओलीको तयारी। काठमाडौँ महानगरपालिकाको बदमाशी पर्यटकसँग शुल्क उठायो तर हनुमान ढोका दरबार संग्रहालयलाई बुझाएन थप 3 करोड भन्दा बढी रकम। दादिङमा टिप्परमाथि ढुङ्गा खस्दा चालकको भयो मृत्यु। जैविक विविधताको संरक्षण, दिगो विकास र मानव कल्याणसँग जोडिएको मन्त्री चौधरीको भनाई। 5 थरमा जीव दुर्घटना हुँदा 1 जनाको मृत्यु। देउबाको दुखान्त, राज्य सत्तामा बालेनको हालीमुहाली, पार्टीमा गगनले गर्दैछन् कब्जा, अब के गर्लान् त? यस विषयमा विशेष जानकारी। निजामती ऐन कुन नियम बनाउने सरकारसँग अधिकार हुन्छ त के भन्छन् त प्रधानमन्त्री बालेन शाह। सगरमाथा आरोहण गरी फर्कने क्रममा 2 भारतीयको भयो निधन। यो सिजनमा ज्यान गुमाउनेको संख्या 7 पुग्यो। जीवी राईलाई पक्राउ गर्ने बालेनको तयारी। गगनको मान्छेले खोले यति ठूलो रहस्य। नेपाल आइपुगिन् बेलायती इन्डो पेसिफिक मामिला मन्त्री सीमा मल्होत्रा। तालिमका क्रममा सशस्त्रका 7 जना भई बेहोस, 6 जनालाई हेलिकप्टरबाट काठमाडौँ लिएर आउने सरकारको तयारी। राजसभा सांसद कृष्ण कार्कीमाथि राजसभाको अनुशासन आयोगले छानबिन गर्दै के होला त कारबाही? यस विषयमा महत्त्वपूर्ण जानकारी। नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा शिक्षक विरुद्ध मुद्दा गरियो दर्ता। दुर्गा प्रसाईको थुना प्रकरणमा सर्वोच्चको सुनवाई गर्यो सुरु। गगनको समीक्षा पुराना दल सत्ता र शक्तिमा केन्द्रित हुन जनताले देखाइदिएका हुन् भन्दै लगाए यस्तो गम्भीर आरोप। वैशाखमा 2300 भन्दा बढी फरार प्रतिवादी सरकारले गर्यो पक्राउ। राष्ट्रिय सभामा सुकुम्बासीका लागि स्पष्ट र ठोस कार्ययोजना ल्याउन सांसदहरूले गरे सरकारसँग यस्तो माग। प्रधानमन्त्री बालेनले नै उठाउनु पर्छ लिपुलेको विषय। नेपाल बफर स्टेट होइन भन्दै दिए यी नेताले यस्तो प्रतिक्रिया। संविधान संशोधनका विषयमा राय सुझाव उपलब्ध गराउन प्रधानमन्त्री कार्यालयले गर्यो सूचना जारी। संसदले खोजिरहँदा पनि हाम्रा प्रधानमन्त्री चुपचाप हुनुहुन्छ भन्दै नेपाली कांग्रेसका नेता रोकायाले लगाए यस्तो गम्भीर आरोप। सरकारले देशभर नयाँ सार्वजनिक सवारी साधनको दर्तामा रोक लगाएपछि विद्युतीय गाडी पनि दर्ता नहुने भन्दै दिइयो यस्तो प्रतिक्रिया। निर्माण क्षेत्रमा समस्या समाधान गर्न सरकार तयार रहेको मन्त्री लम्सालको भनाई। सार्वजनिक खर्चलाई लैङ्गिक सापेक्षताको आधारमा अगाडि बढाउने अर्थमन्त्री सोडिम वाग्लेको तयारी। ऊर्जा मन्त्रालयमा गुनासो सुनवाईलाई प्रमुख प्राथमिकतामा दिने ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठको दाबी। सभामुखको प्रश्न, ड्राइभिङ लाइसेन्स लिएर परिवार पाल्छु भन्दा एसएलसी पास गर्नुपर्ने कस्तो नियम लिएर आएको हो त भन्दै पुराना शक्तिहरूलाई उठाए यस्तो गम्भीर प्रश्न। निर्माण व्यवसायका समस्या समाधान गर्न समितिको निर्देशन। मालपोत कार्यालय पर्सामा राजस्व छली, नक्कली रसिद प्रकरणमा लेखापढी व्यवसायी यादव परे पक्राउ। बालेनका समर्थक लक्षित नेकपा प्रमुख सचेतक दुलालको टिप्पणी। अन्धभक्तको गन्तव्य निराशा हो भन्दै लगाए यस्तो गम्भीर आरोप। नयाँ गाडीको दर्ता प्रक्रिया रोकिएपछि अटो व्यवसायी आकस्मिक बैठक बस्दै के गर्लान् त आन्दोलन? यस विषयमा महत्त्वपूर्ण जानकारी। अब पूरा समाचार। दर्शमान बाबु आउनुहोस् आजको पहिलो तथा विशेष समाचारबाट सुरु गरौँ। सरकारले गत चैतमा फिर्ता बोलाएका 6 राजदूत मध्ये एक हुन् डाक्टर शङ्कर शर्मा। गत हप्ता नयाँ दिल्लीबाट काठमाडौँ फर्किएका उनी यस अगाडि अमेरिकाको राजदूत थिए। राष्ट्रिय योजना आयोगबाट पूर्व उपाध्यक्ष डाक्टर शर्मा कूटनीतिक तथा आर्थिक क्षेत्रका एक अनुभवी विज्ञ समेत मानिन्छन्। नेपाल भारत सम्बन्ध, सीमा विवाद, इजिपी प्रतिवेदन र राजदूत नियुक्ति सम्बन्धी नयाँ मापदण्डका विषयमा विभिन्न बहस भइरहेका छन्। नेपालले अब आफूलाई 2 ढुङ्गा बीचको बफर स्टेट मात्र भनिरहनु नपर्ने मान्यता राख्छन् उनी। भारतसँगको थाती राखेर समस्या समाधान गर्न इजिपी प्रतिवेदन मात्र कुरेर बस्न नहुने तर्क गर्ने शर्मा सीमा र पानीका विवाद राजनीतिक तवरबाटै सल्झाउनु पर्ने बताउँदै आइरहेका छन्। नेपालको आर्थिक, कूटनीतिक, पर्यटन विकास र भू राजनीतिक अस्थिरताका सन्दर्भमा डाक्टर शङ्कर शर्मासँग हामीले कुराकानी गर्दा पछिल्लो समय उनले बताइरहेका छन् कि
नेपालमा जसरी पनि यस्ता कुराहरू उठिरहेका छन् ती सबै कुरालाई नेपालको राजनीति र भारतीय राजनीतिले सल्टाउनु पर्ने आवश्यकता रहेको उनले बताएका छन्। उतापट्टि सबैजना अलिकति छक्कै परेका थिए किनभने यस्तो किसिमको आन्दोलन होला भन्ने सोच कसैले पनि भए जस्तो लागेको थिएन उनले बताएका छन्। दोस्रो कुरा, नेपालभित्र वा बाहिर यो एउटा अनौठो घटना थियो। यति 2 दिनभित्र आन्दोलन भयो र त्यसपछि साम्य भयो हामी कहाँ, त्यो पनि एउटा अर्को राम्रै घटना हो। किनभने त्यसको 2 हप्तासम्म पनि उनीहरू सोधिरहन्थे अझै पनि नेपालमा आन्दोलन चलिरहेछ कि भनेर। आन्दोलन छैन, सबै ठिक भइसक्यो भन्दा उनीहरू छक्क पर्थे। त्यसकारण भारतीय समुदाय पनि आश्रयमा परेको उनले बताइरहेका छन्। पछिल्लो समय नेपालमा भएका आन्दोलनमध्ये एउटा यो पनि सबैभन्दा सकारात्मक आन्दोलन भएको उनले जिक्र गरेका छन् र उनले अहिले पछिल्लो समय नेपालले भारतसँग सीमा विवादमा उठेका सबै प्रश्नहरूको कूटनीतिक मार्फत राजनीतिक तवरबाटै समाधान खोज्नुपर्ने आवश्यकता रहेको उनको तर्क समेत रहेको छ। अहिले नेपालले जे जस्ता कामहरू पनि गरिरहेको छ ती सबै कामको महत्त्वपूर्ण योगदान नेपाल सरकारले मात्रै दिन सक्ने बताउँदै उनले अहिलेको अवस्थामा नेपाल सरकारसँग भएका सबै प्रविधिको योग्य तरिकाले अनुगमन गरी मात्र उनले सरकारसँग भएका सबै मापदण्ड प्रयोग गर्नुपर्ने आवश्यकता रहेको उनले जिक्र गरेका छन्। किनभने यदि नेपाल, भारत र चीनको सीमा विवाद भयो भने मात्र यी सबै समस्याको समाधान गर्न नसकिने उनले जिक्र गरेका छन्। त्यसकारणले पनि अहिले जे जस्तो अवस्था छ त्यसले मात्र धान्न नसक्ने र त्यसलाई अझै पनि निष्क्रिय बनाउनको लागि धेरै शक्तिहरू लागि परेको बताउँदै उनले ती सबै चिजलाई एकपटक फेरि पनि प्रयोग गर्नुभन्दा पहिले र कसरी कूटनीतिक तरिकाले हामी अगाडि बढ्न सक्छौँ त भनेर सरकारले पुनर्विचार गर्नुपर्ने आवश्यकता रहेको उनको तर्क समेत रहेको छ। हामीले अहिलेको सरकारसँग मापदण्ड पुरा गरेर मात्र काम गर्नुहोस् भनिरहेका छौँ, त्यसको लागि सरकार तयार हुनुपर्छ, हामी सहयोग गर्न तयार छौँ उनले जिक्र गरेका छन्। खास गरी भारतले पछिल्लो समय लिपिलोक लिम्पियाधुरामा आफ्नो जमिन भनेर दाबी गर्दै गर्दा नेपालले आफ्नो हक अधिकारको विषयमा किन चुप लागेर बसेको हो त भन्ने उनको तर्क समेत रहेको छ। यस्तै नेपाली काङ्ग्रेसका सभापति गगन थापाले फागुन 21 मा निर्वाचन सम्पन्न अनपेक्षित भएको बताएका छन्। अब सम्हालिएर अगाडि बढ्नुपर्ने बताएका छन्। कोशी प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै पछिल्लो निर्वाचन परिणाम, पार्टीभित्रको समीक्षा, राजनीतिक संस्कृति बारे समीक्षा गरेर अगाडि बढ्नुपर्ने उनको तर्क समेत रहेको छ। 2072 सालमा संविधान निर्माण र शान्ति प्रक्रियाको टुङ्गो लागेपछि दलहरूले नागरिकबाट केही हदसम्म शङ्काको सुविधा पाएको भए पनि 700 भन्दा बढी संविधानका मापदण्डहरू प्रयोग गर्न नसकेको उनले तर्क लगाएका छन्। तर पछिल्लो समय 2074 पछिको राजनीतिक कालखण्डमा नागरिक अपेक्षा गुणात्मक रूपमा बढे पनि राजनीतिक अभ्यासमा अपेक्षित रूप सुधार नदेखेको उनले तर्क गरेका छन्। उनले भने 74 पछि हामीले राजनीतिक केन्द्रमा सत्तासँग जोडिएको शक्ति, पार्टीभित्रको गुटका लागि र परिवारका लागि, आफ्नाका लागि त्यससँग जोडिएर आउने पात्र प्रविधि काण्ड, एउटासँग मिलेर निर्वाचन लडेको र अर्कोसँग मिलेर सरकार बनाएको त्यो इतिहास थियो। त्यसकारणले पनि हामी हार्नु परेको उनले तर्क गरेका छन्। अर्कोसँग मिलेर सरकार बनाउने, एउटासँग मिलेर चुनाव लड्ने प्रविधिले नेपालको राजनीतिलाई यहाँसम्म पुर्याएको उनको तर्क रहेको छ। भत्काउने, बनाउने र त्यसलाई पनि अझै एक अर्काप्रति नराम्रो टिप्पणी गरेर आरोप प्रत्यारोप गर्ने प्रविधिले नेपालको विकास हुन नसकेको उनको भनाइ समेत रहेको छ। कसैले पनि राजनीतिमा एउटालाई जिम्मा दिन चाहेन र कसैले पनि त्यो जिम्मा लिन नचाहेको उनको तर्क समेत रहेको छ। उनले थपे हाम्रो व्यवहारले आक्रोश यति चुलिरहेको देखिन्छ कि एक पटक पुराना दलहरूलाई देखाइदिने भन्ने जनताको भावना प्रष्ट बुझिन्थ्यो। लाइन लागेर बसेको छ, बाउ बाजेको पालादेखि रोगमा भोट हाल्दा हाल्दै आएका छौँ तर केही पनि हुन सकेन भन्ने उनको तर्क रहेको छ। यो पटक रुखमै हाल्छु भनेर गएको छ, छेउमा उम्मेदवारलाई हेरेको छ, भित्र गएर देखाइदिएको छ। उनले चुनाव अगाडि महाधिवेशन गरेर एमाले र माओवादी पनि उस्तै हाल भएको उनले जिक्र गरेका छन्। उनले भने एमाले बकाइदा अधिवेशन गरेको थियो, कहीँ झैझगडा थिएन, एमालेको हालत एकदमै खराब भएको उनले देखाइदिएको बताएका छन्। माओवादीको हालत के भयो भन्ने कुरा हामीले देखिसक्यौँ र त्यसलाई अहिले पछिल्लो समय त्यसरी नै यतातिर हामी अल्मलिएको अवस्थामा हुन नहुने उनले जिक्र गरेका छन्। आफूलाई अल्मलिएको कुरा पनि नगरौँ, अहिले अल्मलिएका पनि छैनौँ, त्यसलाई कसरी अगाडि बढाउन सकिन्छ त भन्ने विषयमा आफू दृढ रहेको उनले तर्क समेत गरेका छन्। पछिल्लो समयमा सत्ता र शक्तिको केन्द्रमा बस्नु ठुलो कुरा नहुने उनको तर्क समेत रहेको हो। यस्तै सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी राजसपाकी सांसद इन्दिरा राणा मगरले पार्टी सभापति रवि लामिछानेलाई सुकुम्बासी बस्ती व्यवस्थापनको विषयमा पार्टीको औपचारिक धारणा के हो भन्दै प्रश्न गरेकी छिन्। शुक्रबार सिंहदरबार स्थित संसदीय दलको कार्यालयमा सभापति रवि लामिछानेले कोशी प्रदेशका सांसदसँग छलफल गरेका थिए।